कामी दमाई सार्कीले छुको चाहिँ खानु हुँदैन अनि यो जातसँग चाहिँ हाम्रो कुटुम्बेरी चल्दैन, घरबार चल्दैन भन्ने चलन थियो नि पहिला। अहिले पनि कति प्रायमा यो भ्रमहरू छ हैन। यो भ्रम यो चलन चाहिँ कसरी आयो, कसले बनायो त भन्ने विषयमा तपाईहरुलाई केही जानकारी छ? यदि छैन भने मैले छोटो जानकारी लिएर आएको छु, फुल भिडियो हेरेर साथ दिनु होला। कामी दमाई सार्की भनेको चाहिँ पहिलेदेखि नै सिपवाला हो। कामीले फलामको काम गर्ने, दमाईले कपडाको सिलाउने, सार्कीले जुत्ता सिलाउने। अहिले त जुनसुकैले पनि गर्छ त्यो काम हैन। पहिले चाहिँ त्यस्तो चलन थियो। अनि यो तीनटा जातको घरमा त गाउँभरिको मान्छे नै जानु पर्यो हैन। अनि गाउँमा चाहिँ कस्तो चलन छ भने बाँडेर खाने चलन छ है। अब मेरो घरमा मैले केही बनाएर खाँदैछु भने एकजना साथी आयो भने उसलाई पनि दिनुपर्छ हैन। म गएँ भने पनि मलाई पनि दिन्छ हैन। अरू आयो भने अरूलाई पनि दिन्छ हैन। त्यसरी चल्छ गाउँ चाहिँ। अनि फेरि सबै हैन गाउँभरिको मान्छे चाहिँ उनीहरुकोमै जाने भयो, उनीहरुकोमै जानु पर्यो हैन। अब केही लुगा सिलाउनु पनि उसकोमै जानु पर्यो, अब केही फलाम अर्जाप्नु पनि उसकोमै जानु पर्यो। अनि उसकोमै गयो, उसकोमै खाइदियो हैन भने त अब गाउँभरिकोलाई दिँदा त अब उसको घरमा त पुरै रिते नै भयो। उसको उनीहरुलाई त उसको परिवारलाई त भोकमारी लाग्ने भयो। अनि पहिले चाहिँ यो गाउँघरमा सुब्बा मुखिया भन्ने चाहिँ ठुलो क्या, गाउँको अलिकति ठुलो अहिलेको मेयर जस्तो थियो। अनि सुब्बाले चाहिँ एक दिन यसो विचार गरेछ, गाउँभरिको मान्छे उसकोमै जान्छ, दिनमा एकजना भए पो हो कि भन्नु, 100 जना जान्छ दिनमा हैन। यसरी जाँदा त यसरी जाँदै खाँदै आउँदा त उसको घरमा त पुरै रितिन्छ, उसको घरमा त भोकमारी लाग्छ। अनि सुब्बाले भनेछ एक दिन गाउँभरिकोलाई बोलाएर, गाउँले हो अबदेखि यो फाल्नाकोमा गएर चाहिँ केही तिमीहरूले नखानु नखाइदिनु, उनीहरूको चाहिँ यस्तो हुन्छ, तिमीहरूले खाइदिएपछि एकजनाले खाँदा पो यस्तो सबै हामी सबै जानुपर्छ उनीहरुकोमै। यसरी गर्दा त उनीहरुको परिवारलाई भोकमारी लाग्छ, यो फाल्नाकोमा चाहिँ नखानु, त्यहाँ चाहिँ यस्तो नगर्दिनु भनेर चाहिँ हुकुम छाडेछ। अनि त्यो हुँदै पछि त्यो हुँदै जाँदाखेरि पुस्तौ फेरिँदै जाँदाखेरि चाहिँ यो भइआएको हो। यो खासमा केही होइन, पहिला सरबर नै थियो, तर अब काम पनि गर्दिनु पर्ने, अब खाजा पनि दिनुपर्ने, त्यो पीडा नभोगोस् भनेर चाहिँ पहिला एउटा सुब्बाले त्यस्तो नियम राखेको थियो। अनि त्यो हुँदै आउँदाखेरि चाहिँ पछि ठुलो जात र सानो जात बन्यो। त्यसको पछि यो हग्यो भन्दा छेर्यो हैन, छेर्यो भन्दा के भयो भने जस्तो मात्रै हो, भेदभाव नगरौँ हैन। हामी सबै एउटै हो, मान्छे नै हो। काट्दाखेरि रगत आउँछ, मेरो पनि आउँछ, तपाईको पनि आउँछ, सानो जातको नि आउँछ, ठुलो जातको नि आउँछ हैन। यो सानो ठुलो जात भन्ने नै छैन के।